नमस्ते, म भीम मान्य औरा फाउन्डेसनको प्रेसिडेन्ट। औरा फाउन्डेसन हामीले भर्खरै सुरुवात गर्दै गरेको एउटा नयाँ 501c3 स्ट्याटस प्राप्त संस्था हो। हामीले अहिले हालमा एक्रोनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कोसिसमा छौँ। त्यही अनुरूप हामीले भर्खरै तिहार मेला सम्पन्न गरेका छौँ। त्यस्तै औरा फाउन्डेसनले आफ्नो मिसन भिजनमा एउटा शिक्षालाई पनि अगाडि सारेको छ। सँगसँगै हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो सांस्कृतिक कार्यक्रमहरू गर्ने, हाम्रो संस्कृतिलाई बचाउने, हाम्रो वेशभूषालाई बचाइराख्ने, हाम्रो नानीहरूलाई आउने भावी पिँढीहरूलाई पनि हाम्रो संस्कृति यो है भन्ने कुरो देखाउन सक्नुपर्छ भन्ने हाम्रो मुख्य लक्ष्य रहने सँगसँगै प्राय पनि हाम्रो अर्को शिक्षामा पनि हामीले सकेसम्म केही सहयोग गर्ने, हामीलाई शिक्षालाई पनि अगाडि बढाउनुपर्छ भन्ने हाम्रो एउटा मान्यता हाम्रो मिसनमै रहेको छ औरा फाउन्डेसनको। उक्त मिसन अनुसार अथवा हाम्रो शिक्षालाई अगाडि बढाउने क्रममा हामीले जुन हाम्रो पहिले हामी हुर्किएको बढेको थलोहरूलाई पनि बिर्सिनुहुन्न। हामीले जहाँ छौँ त्यहाँको त्यो ठाउँलाई हामीले बिर्सिनुहुन्न भनेर हामीले क्याम्पमा पनि भर्खरै शिक्षालाई अगाडि बढाउने क्रममा आवश्यकता एउटा कम्प्युटर शिक्षाको पनि आवश्यकता हामीले महसुस गरेर भर्खरै हामीले कम्प्युटरलाई शिक्षा प्रदान गर्ने हामीले प्रोग्राम सुरु गरिसकेका छौँ पथ्री शनिश्चरी क्याम्पबाट। र आउने दिनहरूमा अरू क्षेत्रमा पनि अर्को सँगसँगै बेलडाङ्गी क्याम्पमा पनि हामी पहुँच पुर्याउन सक्छौँ कि भन्ने हाम्रो उद्देश्य रहनेछ। तर त्यसमा हामी अहिले कन्फर्म भइसकेका छैनौँ र हाललाई हामीले पथ्री शनिश्चरीमा कम्प्युटर शिक्षालाई अगाडि बढाइरहेका छौँ। केही दिन अगाडिदेखि नै सुचारू भइरहेको छ क्लास हाम्रो त्यहाँनिर। जुन त्यो शिक्षा अथवा कम्प्युटर शिक्षालाई अगाडि बढाउने क्रममा फाउन्डेसनले पनि त्यसमा केही सहयोग गरेको छ। त्यहाँ पनि फाउन्डेसनको हात छ भन्ने कुरा तपाईँहरू सबैमा जानकारी गराउन चाहन्छौँ। र त्यहाँबाट जति पनि राम्रो विद्यार्थीहरू निस्किनुहुन्छ, त्यहाँका प्रोग्राम कोअर्डिनेटरहरू हुनुहुन्छ हाम्रो, उहाँहरूसँग सम्पर्क गर्नुभयो भने आउँदा दिनहरूमा कसो गर्ने के गर्ने भन्ने कार्यक्रमहरू हामीले पक्कै पनि सार्वजनिक गर्नेछौँ। र अहिलेलाई हाम्रो जुन त्यो कम्प्युटर शिक्षा छ त्यहाँनिर चलिरहेको त्यो पनि एउटा औरा फाउन्डेसनको सबैभन्दा पहिलो स्टेप अथवा पहिलो पाइला भन्न चाहन्छु मैले त्यसलाई। र आउँदा दिनहरूमा पनि अरू केही गर्नेछौँ। यति भन्दै औरा फाउन्डेसनको मिसनलाई अगाडि बढाउने क्रममा छौँ हामी। र आउँदै गरेको शुभ दीपावलीको अथवा 2082 सालको दीपावलीको सबैजनामा जति पनि विद्यार्थी, शिक्षक र फाउन्डेसनमा अथवा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण जति पनि भलन्टियर्सहरू हुनुहुन्छ, तपाईँहरू सबैमा 2082 सालको दीपावलीको हार्दिक मङ्गलमय शुभकामना भन्दै बिदा हुन चाहन्छु। नमस्ते, म राम बानिया, पथ्री शनिश्चरी 10 नम्बर वडावासी। नमस्ते, म गोपाल अधिकारी, पथ्री शनिश्चरी वार्ड नम्बर 1। विशेष आज हामीले यहाँ पथ्री शनिश्चरी 10 को प्रगाडमा चाहिँ एउटा औरा फाउन्डेसनले ल्याएको कार्यक्रमलाई चाहिँ प्रस्तुत गर्न गइरहेका छौँ। विशेष हाम्रो यो औरा फाउन्डेसन चाहिँ कहाँबाट सञ्चालित भयो भनेर चाहिँ हरेक मान्छेहरूको चाहिँ मनमा पस्न सक्छ, दिमागमा पस्न सक्छ। र आज यहीलाई म क्लियर गर्न गइरहेको छु। जहाँ चाहिँ युएसए, अमेरिका, ओहायो एक्रोनबाट सुरुवात भएको छ। जहाँ चाहिँ हामीहरूले यो दसैँ तिहारको उपलक्ष्यमा औरा फाउन्डेसनले चाहिँ एउटा कार्यक्रम मेला आयोजना गरेको थियो, भर्खरै सिद्धिएको छ। जहाँ चाहिँ ओहायो एक्रोनमा सिद्धिएको छ भने आज हामीले औरा फाउन्डेसनकै तर्फबाट औरा फाउन्डेसनकै चाहिँ कार्यालयमा आएर चाहिँ प्रस्तुत गर्दैछौँ। किनभने यो चाहिँ हामीहरूले यहाँ कम्प्युटर तालिम चाहिँ गराइरहेका छौँ। जहाँ चाहिँ भुटानी शरणार्थी क्याम्प पथ्रीमा हाम्रा समुदायका व्यक्तिहरू हुनुहुन्छ, उहाँका बालबच्चाहरूलाई चाहिँ साँच्चीकै हामीहरूले कम्प्युटर चाहिँ एकदमै नभएको अवस्थामा कम्प्युटर चाहिँ सञ्चालन गर्नुपर्छ भनेर हामीहरूले पथ्री भुटनिस समुदाय लगायत हामीहरूले 10 नम्बर वडाका चाहिँ बालबालिकाहरूलाई चाहिँ निःशुल्क कम्प्युटर चाहिँ क्लास सञ्चालन गरेका छौँ। र हाम्रो उद्देश्य के त भन्दाखेरि यो औरा फाउन्डेसनले यति मात्रै गरेको हामीले यो कम्प्युटर मात्रै सिकाएको छैनौँ, सिकाउँदैनौँ,
अरू पनि कार्यक्रम साँच्चीकै औरा फाउन्डेसनले ल्याउँदैछ। कम्प्युटर चाहिँ साँच्चीकै हामीहरूले बेसिक मात्रै गराएर चाहिँ यहाँबाट छोडिदिउँ, अब बेसिक गरायौँ हाम्रो काम सक्यौँ भन्ने होइन। औरा फाउन्डेसनले त्यो व्यक्तिले साँच्चीकै भोलि कुनै अफिसमा गएर जागिर खान सक्ने क्षमताको चाहिँ हामी बनाउनलाई चाहिँ अगाडि बढेका छौँ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले औरा फाउन्डेसनलाई साथ सपोर्ट गर्नका लागि म विनम्र अनुरोध गर्न चाहन्छु। हस् त, थ्याङ्क यू, धन्यवाद। सर्वप्रथम औरा फाउन्डेसनलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ यसै क्याम्पमा निःशुल्क कम्प्युटर क्लास भइरहेको छ। त्यो आउँदो दिनहरूमा पनि यसरी नै निःशुल्क भइरहोस् भन्ने चाहन्छु। अनि यहाँ आइकन मेरो नानीहरूले राम्रो गरिरहेको छ भन्ने मलाई लाग्छ। अनि अरूको पनि सायदै राम्रै छ भनेर सुनेको छु। भविष्यमा एकदम धेरै नै फाइदा हुन्छ भन्ने मलाई लाग्छ, किनभने अहिलेको जेनेरेसनमा कम्प्युटर क्लास त एकदमै चाहिन्छ जस्तो लाग्छ मलाई। अनि भविष्य उज्जवलै हुन्छ। अनि अब यहाँनिर नहुँदाखेरि हामीले बाहिर लगेर पढाउनु पर्ने हुन्थ्यो, त्यो आउन जान गाह्रो, अलिकति डर पनि हुन्थ्यो। अनि अब अहिले चाहिँ धेरै सहज भएको छ। क्याम्पभित्रै यहीँनिर छेउमै छ। यो औरा ज्ञान ज्योति फाउन्डेसन यहाँ जबदेखि सुचारू भइरहेछ त्यसले त हामीलाई धेरै नै मतलब सुविधा दिइरहेछ। जस्तै कि अब पहिले हामीले पनि भोगेर आएको कस्तो कन्डिसन थियो यो क्याम्पको र जुन हालतमा हामीले भोगेर आयौँ। अहिलेको नानीहरूलाई त्यसो त 90% भनौँ न सुविधा छ। जस्तो कि अब फ्री पढाइ भयो, अब पैसाको लगानी परेन। जस्तो कि अब आफ्नै आँगनमा जस्तै परिवारलाई पनि राम्रो छ। अब नानीहरूले जति सक्दो राम्रो गर्दैछ, जस्तो कि उनीहरूले जति प्रगति गर्दैछ त्योदेखिको त अरू के नै भन्नु र होइन, त्यतिको त राम्रो प्रगति गरेको हो भन्नुपर्छ। उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ। जस्तै कि अब मैले अघिदेखि भनिरहेको छु, आँगनमै लिएर यी सब सुविधा दिइराख्नु भएको छ। अझै आउँदो दिनहरूमा पनि योभन्दा राम्रो राम्रो प्रोग्रामहरू लिएर आइदियोस् र हाम्रो बालबच्चाहरूलाई धेरै सपोर्ट गरिदियोस् भन्न चाहन्छु। नमस्कार, म राजेश थापा, यस औरा ज्ञान ज्योति कम्प्युटर क्लासको कोअर्डिनेटर। नमस्कार, म सुगम पोखरेल, म यसै औरा ज्ञान ज्योति कम्प्युटर कक्षाको म टिचर। विगत 6 महिनादेखि हामी यस पत्री संसारे 10 नम्बर वाडा कार्यालय नजिकै रहेको औरा फाउन्डेसनद्वारा सञ्चालित कम्प्युटर कक्षा तालिम केन्द्रमा हामी आबद्ध छौँ। र हामीले 6 महिनादेखि बेसिक लेभल कम्प्युटर ट्रेनिङ सञ्चालन गर्दै यस पुसको अन्तिमसम्म फर्स्ट ब्याचलाई बिदाई गर्न गइरहेका छौँ। र यस 9 महिनाको अन्तरालमा टप 10 स्टुडेन्टलाई हामीले बेसिकदेखि एडभान्स लेभलको कम्प्युटर ट्रेनिङ सेसन सञ्चालन गर्न गइरहेका छौँ। र यस ब्याच पछाडि पत्री संसारेभित्र रहनुभएका कम्प्युटर सिक्न चाहने सम्पूर्ण विद्यार्थीहरूले चाहिँ आगामी पुसको अन्तिमबाट नयाँ सेसनमा भर्ना लिन पनि सक्नुहुन्छ। यहाँनिर हामीले बेसिक लेभलदेखि टाइपिङदेखि लिएर चाहिँ MS वर्ड, एक्सेल, MS पेन्टदेखि लिएर सम्पूर्ण बेसिक लेभल कम्प्युटर ट्रेनिङ, साथै अब यस बेसिक लेभल सकिएपछि हामीले एडभान्स लेभलको भिडियो एडिटिङ, फोटो एडिटिङ, कम्प्युटर प्रोग्रामिङ साथै सम्पूर्ण प्रोग्रामहरू लिएर आउँदैछौँ। र अहिलेसम्म साथ सहयोग गरिदिनु हुने हामी यस फाउन्डेसनप्रति र यस पत्री संसारे 10 स्थानीय वासीहरूलाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। एकदमै फ्रेन्डली चाहिँ वातावरणमा हामीले अहिलेसम्म पढाउन पाइराख्दाखेरि चाहिँ हामी सम्पूर्णप्रति आभारी छौँ। र डिसिप्लिनका कुराहरू पनि यहाँनिर हामीले स्टुडेन्टहरूलाई पढाइ सँगसँगै डिसिप्लिनका कुराहरू पनि हामीले अगाडि लिएर गइरहेको हुँदाखेरि हामीले प्यारेन्ट्ससँग पनि कोअर्डिनेट गर्न पाउँदाखेरि चाहिँ हामी एकदमै खुसी छौँ। र यस क्याम्पभित्र रहेका अभिभावकहरूलाई चाहिँ म सर्वप्रथम अलिकति यस विषयलाई लिएर चाहिँ थोरै केही चासो देखाइदिनु हुन पनि अनुरोध गर्दै यति भन्न चाहन्छु। धन्यवाद।